मैले पनि सपना देखेको थिएँ, थोरै पैसा लगानी गरेर भविष्य बदल्ने सपना। तर केही महिनामै मेरो रु 85,000 डुब्यो। स्क्रिनमा रातो पोर्टफोलियो, घटिरहेको ग्राफ, तनावपूर्ण अनुहार। सबैभन्दा दुःख के थियो थाहा छ? बजार घटेको होइन, गल्ती आफ्नै थियो। यदि तपाईँ पनि शेयर बजारमा नयाँ हुनुहुन्छ भने आजको यो भिडियोले तपाईलाई ठूलो घाटाबाट बचाउन सक्छ। किनकि आज म तपाईलाई शेयर बजारका त्यस्ता 7 गल्तीहरू बताउँदैछु जसले हजारौं बिगिनर इन्भेस्टरहरूलाई पछुतो बनाएको छ। धेरै मानिसहरू शेयर बजारलाई छिटो पैसा कमाउने ठाउँ सम्झन्छन्। कसैले भन्यो यो शेयर उड्छ, फेसबुक ग्रुपमा पोस्ट आयो, युट्युबमा कसैले रेकमेन्डेसन दियो अनि हामी पैसा हालिदिन्छौँ। तर सत्य के हो भने ज्ञान बिना गरिएको लगानी जुवा जस्तै हुन्छ। शेयर किन बढिरहेको छ? कम्पनी कस्तो छ? प्रॉफिट कति छ? फ्युचर कस्तो छ? यी कुरा नबुझी पैसा हाल्नु भनेको आँखा बन्द गरेर बाटो काट्नु जस्तै हो। गल्ती 1, बिना सिकाइ लगानी गर्नु। धेरै मानिसहरू शेयर बजारलाई छिटो पैसा कमाउने ठाउँ सम्झन्छन्। कसैले भन्यो यो शेयर उड्छ, फेसबुक ग्रुपमा पोस्ट आयो, युट्युबमा कसैले रेकमेन्डेसन दियो अनि हामी पैसा हालिदिन्छौँ। तर सत्य के हो भने ज्ञान बिना गरिएको लगानी जुवा जस्तै हुन्छ। शेयर किन बढिरहेको छ? कम्पनी कस्तो छ? प्रॉफिट कति छ? फ्युचर कस्तो छ? यी कुरा नबुझी पैसा हाल्नु भनेको आँखा बन्द गरेर बाटो काट्नु जस्तै हो। गल्ती 2, अरूको कुरा सुनेर शेयर किन्नु। दाइले भन्नुभएको थियो, साथीले टिप दिएको थियो, सबैले किनिरहेका थिए। यही कारणले धेरै बिगिनरहरू फस्छन्। बजारमा एउटा कुरा याद राख्नुस्, जब सबैले एउटै शेयरको कुरा गर्न थाल्छन्, धेरै जसो अवस्थामा ढिलो भइसकेको हुन्छ। स्मार्ट इन्भेस्टरहरू चुपचाप किन्छन्। भिडले थाहा पाउँदा उनीहरू बेच्न थालिसकेका हुन्छन्। त्यसैले डिसिजन आफ्नो रिसर्चमा लिनुस्, इमोसनमा होइन। गल्ती 3, एकै शेयरमा सबै पैसा हाल्नु। यो बिगिनरहरूको सबैभन्दा ठूलो गल्ती हो। कुनै एउटा शेयर मन पर्यो भन्दैमा सबै पैसा त्यही हाल्नु खतरनाक हुन सक्छ, किनकि बजार अनप्रेडिक्टेबल हुन्छ। राम्रा कम्पनीहरू पनि घट्न सक्छन्। त्यसैले आफ्नो पैसा अलग-अलग सेक्टरमा बाड्नुस्, बैंकिङ, हाइड्रो पावर, इन्स्योरेन्स, फाइनान्स। यसलाई डाइभर्सिफिकेसन भनिन्छ। यसले रिस्क कम गर्छ। गल्ती 4, लस हुँदा प्यानिक सेलिङ गर्नु। शेयर घट्न थाल्यो, पोर्टफोलियो रातो भयो अनि डरले तुरुन्त बेचियो। त्यसपछि के हुन्छ? केही दिनमै फेरि बजार बढ्छ अनि पछुतो मात्र बाँकी रहन्छ। बिगिनर इन्भेस्टरहरू मार्केटको मुभमेन्ट भन्दा आफ्नो इमोसनसँग हारिरहेका हुन्छन्। याद राख्नुस्, शर्ट टर्ममा बजार इमोसनले चल्छ, तर लङ टर्ममा भ्याल्युले। यदि कम्पनी राम्रो छ भने धैर्य राख्न सिक्नुपर्छ। गल्ती 5, लोन लिएर लगानी गर्नु। यो गल्ती धेरै खतरनाक हुन्छ। कसैले लोन लिएर शेयर किन्छ, कसैले इमर्जेन्सी पैसा लगानी गर्छ, कसैले त घर खर्चको पैसा पनि बजारमा हाल्छ। तर बजारले कसैलाई ग्यारेन्टी दिँदैन। प्रॉफिट हुँदा खुसी लाग्छ, तर बजार घट्दा निम्रा हराउन सक्छ। त्यसैले शेयर मार्केटमा त्यो पैसा मात्र लगानी गर्नुस् जुन पैसा केही समयका लागि रोकिए पनि तपाईको जीवन प्रभावित नहोस्। गल्ती 6, छिटो धनी बन्न खोज्नु। धेरैलाई लाग्छ एकै महिनामा पैसा डबल हुन्छ, तर रियल इन्भेस्टरहरू धैर्यले पैसा बनाउँछन्। शेयर मार्केट एउटा म्याराथन हो, लटरी होइन। वारेन बफेटले भनेका छन्, स्टक मार्केट इज अ डिवाइस फर ट्रान्सफरिङ मनी फ्रम द इम्पेशेन्ट टु द पेशेन्ट। वारेन बफेट। यदि तपाईं आज लगानी गरेर भोलि करोडपति बन्न खोज्दै हुनुहुन्छ भने बजारले तपाईंलाई धेरै कुरा सिकाउन सक्छ। गल्ती 7, सिक्न छोड्नु।
मार्केट हरेक दिन बदल्छ, न्यूज बदल्छ, ट्रेन्ड बदल्छ। तर धेरै बिगिनरहरू एकपटक डीम्याट खोलेपछि सिक्नै छोड्छन्। यहीबाट समस्या सुरु हुन्छ। फाइनान्शियल रिपोर्ट पढ्न सिक्नुस्, कम्पनी एनालिसिस बुझ्नुस्, रिस्क म्यानेजमेन्ट सिक्नुस्, किनकि शेयर मार्केटमा नलेज नै सबैभन्दा ठूलो पावर हो। रु 85,000 डुब्नु मेरो लागि घाटा मात्र थिएन, त्यो एउटा लेसन थियो। आज पनि बजारमा रिस्क छ, तर अब म इमोसनले होइन, नलेजले डिसिजन लिन्छु। यदि तपाईँ बिगिनर हुनुहुन्छ भने यी 7 गल्तीहरूबाट बच्नुस्। सायद तपाईको एउटा सही डिसिजनले भविष्य बदल्न सक्छ। यदि भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर अनि सब्स्क्राइब गर्न नबिर्सिनुहोला। यस्तै वास्तविक र उपयोगी शेयर बजारका भिडियोहरूका लागि फेरि भेटौँला।